क्वेशन नम्बर 1 मा छ व्हिच इज नट हेडर एन्ड फुटर अलाइनमेन्ट है के भनेको छ भने क्वेशन बुझ्नु पर्यो है अलाइनमेन्ट कुन हो भनेको छैन व्हिच इज नट अ हेडर एन्ड फुटर अलाइनमेन्ट हेडर एन्ड फुटर हामी राख्छौं नि त्यो हेडर एन्ड फुटरको चाहिँ अलाइनमेन्ट चाहिँ कुन होइन भनेको छ है एकचोटी हामी इन्सर्टमा जाउँ हेडरमा क्लिक गरौँ यसमा क्लिक गर्ने एक ठाउँ है अनि यहाँनेर इन्सर्ट अलाइनमेन्ट भन्ने ट्याब छ हेडर अलाइनमेन्टमा यो चाहिँ टिप्नु होला यदि चाहिँ नोटमा इन्क्लुड भएको छैन भने यसलाई चाहिँ टिपेर राख्नु होला है हेडर फुटरको चाहिँ अलाइनमेन्टहरु यहाँ क्लिक गर्न सक्नुहुन्छ यहाँ के छ हेडर फुटरको चाहिँ अलाइनमेन्ट चाहिँ लेफ्ट अलाइनमेन्ट सेन्टर अलाइनमेन्ट राइट अलाइनमेन्ट मात्रै छ कुन अलाइनमेन्ट चाहिँ हुँदो रहन्छ भने जस्टिफाई अलाइनमेन्ट चाहिँ हुँदैन है क्वेशनमा के भनेको छ कुन चाहिँ हेडर फुटर अलाइनमेन्ट होइन भनेको छ है त्यसकारणले यसको आन्सर 1 नम्बरको आन्सर हुन्छ अप्सन डी जस्टिफाई व्हिच इज द सर्टकट की टु ओपन फाइल फाइल ओपन गर्नको लागि चाहिँ सर्टकट की कुन हो भनेको छ तपाईहरुले चाहिँ प्र्याक्टिकल हेर्न सक्नुहुन्छ कन्ट्रोल प्लस F12 सर्टकट की फाइल ओपन गर्नको लागि फाइल भनेको पहिल्यै सेभ भएको फाइललाई ओपन गर्नु पर्यो भने हामीले चाहिँ कन्ट्रोल प्लस 12 F12 थिच्यौं भनेपछि ओपन गर्न सकिन्छ which is not option in font dialog box in MS Word सुन्नुस् है यो फन्ट डायलग बक्स हो यहाँ यो फन्ट डायलग बक्स भित्र चाहिँ कुन चाहिँ हुँदैन भनेको छ फन्ट इफेक्ट हामी यसो खोलौं कन्ट्रोल यसमा चाहिँ फन्ट डायलग भित्र के छ फन्ट इफेक्ट भन्ने चाहिँ छ फन्ट स्टाइल भन्ने पनि छ त्यसपछि अर्को के छ कर्निङ भन्ने छ क्यारेक्टरमा चाहिँ यहाँ कर्निङ भन्ने देख्नुहुन्छ तपाईहरुले यो तीनवटा छ अब यो अलाइनमेन्ट भन्ने छैन अलाइनमेन्ट भनेको कहाँ हुन्छ प्याराग्राफ भित्र हुन्छ यहाँ अलाइनमेन्ट लेफ्ट सेन्टर राइट जस्टिफाई अलाइनमेन्टहरु यहाँ छन् है यो बुझ्न पर्यो यसको आन्सर हुन्छ अप्सन ए अलाइनमेन्ट यो चाहिँ प्याराग्राफ ट्याब भित्र हुन्छ फन्ट ट्याब भित्र हुँदैन क्वेशन नम्बर 4 एनी टेक्स्ट एपियर लोअर देन द रेस्ट अफ टेक्स्ट इज कॉल्ड यो टेक्स्ट भयो हैन मानो यो केस भन्ने एउटा टेस्ट भयो लोअर के भनेको छ भने एन टेक्स्ट एपियर लोअर देन द रेस्ट अफ टेक्स्ट यो देखेको टेस्ट भन्दा अलिकति लोअर तिर देखिने तलतिर देखिन्छ भने यसलाई चाहिँ हामी के भन्छौं अपर भनेको भए सुपर स्क्रिप्ट हुन्थ्यो लोअर भनेको छ त्यसकारण यसको आन्सर सब स्क्रिप्ट है क्वेशन नम्बर 5 when you insert a page break the text will move to हामीले चाहिँ फर्स्टमा चाहिँ पेज ब्रेक चाहिँ गर्यौं भने ल पेज ब्रेक गर्नको लागि चाहिँ कन्ट्रोल शिफ्ट इन्टर छ सरी यसमा चाहिँ हामीले यहाँबाट देखाउन सक्छौं है पेज लेआउटमा गएर ब्रेकमा गएर पेज ब्रेकमा गर्दिए यहाँनेर टपमा आयो नि सेन्टर र मिडलमा त कहीँ पनि छैन यो टपमै छ टेक्स्ट अर्को पेजको हो यो भनेको है when you insert a page break text will move to the top of the next page अर्को पेजको चाहिँ टपमा चाहिँ जान्छ है यो नेक्स्ट क्वेशन छ the text appear at the bottom of the same page is called भनेको इन नोटको र फुट नोटको बारेमा मैले अस्ति क्लासमा धेरै भनिरहेको छु इन नोट भनेको चाहिँ डकुमेन्टको यो होल डकुमेन्टको लास्टमा चाहिँ नोट भएर जान्छ एड हुन्छ भने फुट नोट भन्ने बित्तिकै हामीले एक्टिभ भएको जुन डकुमेन्ट छ त्यो पेजको लास्टमा चाहिँ आउँछ भनेपछि द टेक्स्ट एपियर एट द बटम अफ सेम पेज भनेको एउटा पेजको लास्टमा देखिनेलाई हामी के भन्छौं फुट नोट भन्छौं है यसको आन्सर हुन्छ अप्सन बी फुट नोट क्वेशन नम्बर 7 which feature do you use to create newspaper like document भनेको कुनै पनि डकुमेन्टलाई न्यूजपेपर फर्मेटमा चाहिँ हामीले क्रिएट गर्नु पर्यो भने चाहिँ कुन फिचर युज हुन्छ भनेको छ अब न्यूजपेपरहरुमा कोलमहरु हुन्छ तपाईले पत्रिकाहरु हेर्नुभयो भने कोलमहरु हुन्छ है स्पेशली त्यो फर्मेट भनेको चाहिँ कोलम हुन्छ यो तपाईले युज गरिरहनु भएको छ कोलम भनेको चाहिँ यसको आन्सर हुन्छ क्वेशन नम्बर 8 which would you choose to save document with new name एउटा एकचोटी सेभ भइसक्या छ हैन
अब न्यू नेम भनेको छ है, सुन्नुस् है फेरि यहाँनिर कन्फ्युजन नहुनु होला। which would you choose to save a document with a new name भनेको चाहिँ अब फर्स्ट टाइम त न्यू हुन्न है, फर्स्ट टाइम सेभ गर्दा पनि त नाम टाइप गर्नुपर्छ सर भन्नु होला फेरि, त्यस्तो हुँदैन। फर्स्ट टाइम पनि हामीले एउटा नाम राख्ने हो होइन, अनि अब नयाँ नाम राख्ने भने त अर्कोचोटि सेभ गर्ने हो, त्यो सेभ गर्नको लागि हामीले सेभ एज गर्छौँ, त्यस कारणले क्लिक फाइल एन्ड सेभ एज यसको एन्सर है। क्वेसन नम्बर 9, what are inserted as a cross reference in word? word मा चाहिँ केलाई चाहिँ हामी चाहिँ क्रस रेफरेन्स गर्न सक्छौं भनेको छ। यहाँनिर तपाईले चाहिँ रेफरेन्समा गएर क्रस रेफरेन्स भन्ने छ, यहाँ क्रस रेफरेन्स भन्ने छ। अनि यहाँनिर के कुरा चाहिँ हामीले इन्सर्ट गर्न सक्छौं भनेको नम्बर आइटम, हेडिङ, बुक, फुटनोट, इन नोट, इक्वेसन, यो कुराहरु गर्छ। यो अप्सनमा के छ यसकोमा है, यो हेर्नु पर्यो, बुक मार्क्स भन्ने अप्सन होला। बुकमार्क भन्ने छ यहाँनिर है, यसको एन्सर हुन्छ बुकमार्क। क्वेसन नम्बर 10, with which view can you see how text and graphics will appear on the printed page? हामीले के भनिरहेका छौं भने हेडर फुटर डिस्प्ले हुने भ्यूमा जानु पर्यो तपाईहरु हैन। यो भ्यू त तपाईहरुले चाहिँ गरिसक्नु भएको छ, यो रिडिङको लागि चाहिँ स्पेशल्ली युज हुन्छ फुल स्क्रिन भनेको हैन। अब यो त्यसपछि यो ड्राफ्टमा चाहिँ होरिजन्टल रुलर देखिन्छ माथि, अनि टाइटल मात्र देखिन्छ, अनि त्यसपछि यो आउटलाइनमा चाहिँ बुलेट नम्बरमा चाहिँ डिस्प्ले हुन्छ, सबै बुलेटहरुमा देखिन्छ, यो थाहा पाउनु पर्यो है भ्यूमा। अब ग्राफिक्सहरु डिस्प्ले हुने भनेको चाहिँ डिफल्ट भ्यू जुन छ हाम्रो प्रिन्ट लेआउट भनेको डिफल्ट भ्यू हो, यसमा चाहिँ डिस्प्ले हुन्छ है। प्रिन्ट लेआउट भ्यू है, यसको एन्सर हुन्छ प्रिन्ट लेआउट। क्वेसन नम्बर 11, द अन्डु कमान्ड इज युजफुल। अन्डु कमान्ड कन्ट्रोल जेड गर्नुहुन्छ नि, त्यसले चाहिँ के काम गर्छ भने रिस्टोरिङ टु द डिस्क द लास्ट फाइल डिलिटेड। डिस्क सम्मको कुरा हुँदैन यहाँनिर है, रिस्टोरिङ गर्ने भनेको डिस्क भनेको हाम्रो मेमोरीमा डिलिट भएकोलाई चाहिँ रिस्टोर गर्दैन यसले, यो अप्सन रङ भयो। क्लियर द कन्टेन्ट अफ क्लिपबोर्ड, क्लिपबोर्डमा भएको कन्टेन्टलाई चाहिँ क्लियर गर्छ, यो पनि हैन। रिभर्सिङ द मोस्ट रिसेन्ट एक्सन अर कमान्ड, हामीले लास्टमा जे गरेका छौं त्यसलाई चाहिँ रिभर्स गर्ने, जस्तै यसलाई चाहिँ डिलिट गरेका छौं भने यसलाई उल्ट्याउने रिभर्स गर्ने काम चाहिँ यसले गर्छ। त्यसकारण यसको एन्सर हुन्छ अप्सन सी, रिभर्सिङ द मोस्ट रिसेन्ट एक्सन अर कमान्ड गर्ने। क्वेसन नम्बर 12, which of the following command will move the tile to the middle of the line? यो लाइन छ एउटा, यहाँदेखि यहाँसम्म एउटा लाइन हो, यो लाइनको यहाँनिर कुनै वर्डलाई ल्याउनु पर्यो भने चाहिँ हामी चाहिँ के युज गर्छौं भने जस्टिफाई, सेन्टर, एडिट, पेस्ट भनेको छ। हामीले चाहिँ मिडमा ल्याउ, मिड पोइन्टमा ल्याउने काम चाहिँ के को हुन्छ, सेन्टर हुन्छ है। क्वेसन नम्बर 13, टु टाइप्स सुपरस्क्रिप्ट क्यारेक्टर युज द फलोइङ। अब सुपरस्क्रिप्टको कुरा त तपाईलाई थाहा छँदै छ हैन, यहाँनिर सुपरस्क्रिप्ट हो यो। अब सुपरस्क्रिप्टको लागि फर्मुला चाहिँ हाम्रो कन्ट्रोल प्लस शिफ्ट प्लस पनि भन्छ भने इक्वल साइन पनि भन्छ है। यहाँनिर तपाईले देख्न सक्नुहुन्छ यसमा चाहिँ प्लस र इक्वल एउटैमा हुने भएको कारणले यो सेम हुन्छ। जस्तै कन्ट्रोल प्लस शिफ्ट प्लस देखाएको छ, कन्ट्रोल प्लस इक्वल भनेको छ, यो प्लस र इक्वल साइन चाहिँ एउटै हुने भएको कारणले त्यो जुन लेखे पनि हुन्छ, जुन पनि सोध्न सक्छ। यसकारण यसको एक्जाममा यसको एन्सर चाहिँ अप्सन ए, कन्ट्रोल शिफ्ट प्लस इक्वल साइन। What is the following provide a set of tools to create different shape like rectangle? What of the following provide a set of tools to create different shape like rectangle, smiley face, etc भनेको छ। tools create to different shape भन्ने बित्तिकै चाहिँ अटो सेप भइहाल्यो है। मैले भने त कन्ट्रोल प्लस शिफ्ट र प्लस र इक्वल साइन चाहिँ सेममा हुन्छ, एक्जाममा चाहिँ झुक्याउन सक्छ, झुक्याएको एक्जाममै आएको क्वेसन हो यो। प्लस हुन्छ त्यहाँ देखाउँछ, प्लस साइन र इक्वल साइन चाहिँ सेम हुन्छ, सेम बटनमा हुन्छ, तपाईले हेर्नुभयो भने किबोर्डमा हैन। अनि त्यो चाहिँ एक्जाममै आएको क्वेसन हो यो, जुन आछ एक्जाममा चाहिँ त्यो लेख्नु पर्यो एन्सर, एन्सरमा डिपेन्ड हुने भयो। क्वेसन नम्बर 14 को चाहिँ अटो सेप है, रेक्टेंगल, स्माइली फेस भन्ने बित्तिकै यिनीहरु चाहिँ सेपहरु हुन्। क्वेसन नम्बर 15,
which of the following will show the document statistic चाहिँ के देखाउँछ डकुमेन्ट स्ट्याटिस्टिक भनेको चाहिँ कतिवटा वर्ड छन् हैन कतिवटा पेज छन् यो चाहिँ सबै डिस्प्ले गर्ने डकुमेन्टको बारेमा चाहिँ जानकारी दिने भनेको चाहिँ वर्ड काउन्टले हो है वर्ड काउन्ट गर्यो भने कतिवटा पेज छन् सबै कुराहरु चाहिँ देखाउँछ अर्को छ डिफरेन्ट वर्ड ह्याभिङ सेम मिनिङ इज कॉल्ड अस्ति चाहिँ हामीले थ्रेजर्सको बारेमा पढिरहेका थियौं वर्डमा डिफरेन्ट वर्ड ह्याभिङ सेम मिनिङ डिफरेन्ट वर्डको चाहिँ सेम मिनिङ छ भने त्यसलाई चाहिँ हामी सिनोनिम्स भन्छौं पर्यायवाची शब्द भन्छौं नि नेपालीमा हो यसको आन्सर हुन्छ बी क्वेशन नम्बर 17 द कन्टेन्ट विल गो टु द क्लिपबोर्ड आफ्टर डुइङ फलोइङ अपरेसन क्लिपबोर्डको बारेमा त मैले पहिले भनिसकेको छु तपाईहरुलाई यहाँ चाहिँ हामीले के गर्दा चाहिँ यहाँ चाहिँ जान्छ त डाटा हैन हामीले चाहिँ कट र कपी गर्यौं भने चाहिँ डेटा चाहिँ क्लिपबोर्डमा चाहिँ जान्छ है यसको आन्सर हुन्छ कपी अर कट अप्सन बी क्वेशन नम्बर 18 which document view display horizontal ruler अघि भर्खर मैले भनेको छु only and does not show header and footer अघि भ्यू को कुरा गरे मैले कुन भ्यू मा चाहिँ होरिजोन्टल रुलर मात्र डिस्प्ले हुन्छ र त्यहाँ चाहिँ टाइटल मात्र डिस्प्ले हुन्छ यसको आन्सर हुन्छ अप्सन बी ड्राफ्ट भ्यू है यो बुझ्न पर्यो प्रिन्ट लेआउट भ्यू भन्ने बित्तिकै चाहिँ डिफल्ट भ्यू जसमा हेडर फुटर डिस्प्ले हुन्छ ग्राफिक्सहरु डिस्प्ले हुन्छ अनि ड्राफ्ट भ्यूमा चाहिँ होरिजोन्टल रुलर डिस्प्ले हुन्छ र त्यहाँ चाहिँ टाइटल मात्र डिस्प्ले हुन्छ अनि अर्को चाहिँ आउटलाइन भ्यूमा चाहिँ बुलेटहरुको फर्ममा चाहिँ आउँछ ग्राफिक्सहरु चाहिँ त्यहाँ आउन्न हेडर फुटर पनि आउन्न हैन अनि अर्को छ फुल स्क्रिन रिडिङ भनेको चाहिँ रिडिङ गर्नको लागि चाहिँ सजिलो होस् भन्ने भ्यू मात्रै हो त्यसमा अरु रिडिङ पर्पजको लागि चाहिँ इजी वे चाहिँ फुल स्क्रिन भ्यू भयो यसको आन्सर हुन्छ ड्राफ्ट भ्यू क्वेशन नम्बर 19 व्हिच सर्टकट की इज युज्ड टु मेक ह्याङ्गिङ इन्डेन्ट को त कुरा त हामी पढिसकेका छौं अगाडि हैन कन्ट्रोल टी चाहिँ यसको सर्टकट की ह्याङ्गिङ इन्डेन्ट छ यहाँनेर यो चाहिँ ह्याङ्गिङ इन्डेन्ट हो हैन यसलाई चाहिँ हामी मुभ गर्न सक्छौं कन्ट्रोल टी गरेर यसलाई चाहिँ एक्टिभ गर्न सक्छौं यसरी यसको आन्सर डी क्वेशन नम्बर 20 व्हिच वान अफ द फलोइङ इज फर्म विथ रुलर रुलर सँग चाहिँ हामीले के चेन्ज गर्न सक्छौं सेप होइन स्टाइल होइन टेक्स्ट र्याप होइन सेट ट्याब यो रुलर छ हैन यो रुलरमै चाहिँ हामीले के गर्न सक्छौं यसलाई चाहिँ यो ट्याब हो यो ट्याबलाई चाहिँ हामी चाहिँ यो ट्याबहरु छन् ट्याब चाहिँ सेट गर्न सक्छौं है ट्याबहरु हामी चाहिँ सेट गर्छौं रुलरमा यसको आन्सर हुन्छ अप्सन ए क्वेशन नम्बर 21 which key on the keyboard can be used to view slide show अब यो त सबैलाई थाहा होला हैन F5 थिच्नु भयो भने चाहिँ स्लाइड शो गर्न सक्छौं अनि अर्को क्वेशन यसमा मोस्ट इम्पोर्टेन्ट झुक्काउने क्वेशन है which key on the keyboard can be used to view slide show from current slide भन्न सक्छ current slide भन्यो भने shift plus F5 है यो सम्झिनु होला क्वेशन नम्बर करेन्ट स्लाइड भनेको चाहिँ अहिले हामी जुन स्लाइडमा काम गरिरहेका छौं त्यो स्लाइडबाट डिस्प्ले गर्नको लागि भने है व्हिच अप्सन क्यान बी युज्ड टु सेट कस्टम टाइमिङ फर स्लाइड्स इन अ प्रेजेन्टेसनमा टाइम सेट गर्ने भनेको मैले अस्ति धेरैचोटी प्र्याक्टिकल देखाइसकेको छु यो रिहर्सल टाइमिङ अथवा रिहर्स टाइमिङ पनि भन्छ यसको आन्सर रिहर्सल टाइमिङ क्वेशन नम्बर 23 which pen would be used to enter speaker information about can be said about each slide कुन पेन अब जस्तै हामीले चाहिँ के भनेको छ भने which pen भनेको छ है पेनमा कुन पेनमा चाहिँ हामीले would be used to enter speaker information स्पिकर नोट भन्छ नि स्पिकर नोट चाहिँ एड गर्न सक्छौ तपाईले स्लाइड शो हेर्नुभयो भने प्रेजेन्टेसन स्लाइड्समा हेर्नुभयो भने डिफल्ट भ्यूमा चाहिँ इन्फर्मेसन अबाउट क्यान बी सेड अबाउट द स्लाइड भनेको छ नोट पेनमा चाहिँ हामीले नोट स्पिकर नोट चाहिँ एड गर्न सकिन्छ 22 नम्बरमा के भनेको छ भने व्हिच अप्सन क्यान बी युज्ड टु सेट कस्टम टाइमिङ फर स्लाइड इन प्रेजेन्टेसनको स्लाइडमा चाहिँ हामीले कस्टम टाइमिङ सेट गर्नु पर्यो भने चाहिँ कुन अप्सन युज गर्छ भनेको छ यो रिहर्सल टाइमिङ भनेको अथवा रिहर्स टाइमिङ भन्ने कुरा मैले चाहिँ यहाँ प्र्याक्टिकली देखाएको छु पढ्नु भएको छैन भने त्यो भिडियो चाहिँ हेर्नु होला यो दुई चोटी चाहिँ मैले प्र्याक्टिस गराएर दिएको छु है यो रिहर्स टाइमिङको बारेमा हेर्नु होला एकचोटी त्यो टाइमिङ सेट गर्नको लागि स्लाइड प्रेजेन्टेसनमा स्लाइडमा चाहिँ टाइम स्पेसिफिक टाइम कस्टम टाइम सेट गर्नको लागि चाहिँ रिहर्स टाइमिङ अप्सनमा गएर हामीले चाहिँ सेट गर्न सक्छौं क्वेशन नम्बर 24 व्हिच पावरपोइन्ट फिचर
adds special effect to modify which PowerPoint feature adds special effect to modify the appearance of slide and the timing between each slide भनेको एउटा स्लाइडबाट अर्को स्लाइडमा चाहिँ हामीले जानको लागि चाहिँ स्पेशल इफेक्ट दिन्छौं अरे सुन्नु है which PowerPoint feature adds special effect to modify appearance of the slide and the timing between each slide त्यो स्लाइडको चाहिँ टाइमिङलाई चाहिँ एउटा स्लाइडबाट अर्को स्लाइडमा जाँदाखेरि चाहिँ हामीले चाहिँ इफेक्ट दिनेलाई चाहिँ हामी ट्रान्जिसन सेटिङ अथवा ट्रान्जिसन पनि भन्छौं है यसको आन्सर अप्सन डी क्वेशन नम्बर 25 हाउ क्यान यु सी अल योर स्लाइड एट वान्स पुरै स्लाइडहरुलाई चाहिँ एकैचोटी डिस्प्ले गर्नु पर्यो भने कुन भ्यू चाहिँ युज गर्छौं त स्लाइड शटर भ्यू स्लाइड शो थ्रो नर्मल भ्यू स्लाइड भ्यू भनेको छ तपाईहरुको चाहिँ यसको चाहिँ स्लाइड शटर भ्यूमा जानुभयो भने जति पनि स्लाइडहरु छन् बनाएको त्यो स्लाइडहरु चाहिँ एकै उसमा चाहिँ डिस्प्ले हुन्छ है यो बुझ्न पर्यो What would you I choose to create a pre-formatted style? Pre-formatted style हामी चुज गर्छौं नि प्रेजेन्टेसनको कुरा है यो PowerPoint मा त्यसलाई चाहिँ हामी के भन्छौं भनेको छ फर्मेट भन्ने होइन स्लाइड मास्टर भन्ने होइन स्लाइड शटर भ्यू भन्ने त भ्यू भइहाल्यो यसको आन्सर हुन्छ लेआउट है स्लाइड लेआउट क्वेशन नम्बर 27 What feature will you use to apply motion effect in between a slide exit and another enter अब यो अघिको ट्याक्कै अघिको क्वेशन जस्तै दोहोर्याएको छ एउटा स्लाइड एक्जिट हुने क्लोज बन्द हुने र अर्को स्लाइड इन्टर हुँदाखेरि हामीले चाहिँ कुन इफेक्ट दिन्छौं भनेको छ त्यसलाई त्यो इफेक्टलाई हामी स्लाइड ट्रान्जिसन क्वेशन नम्बर 28 Which of the following sound effect file can be added in presentation मा प्रेजेन्टेसनमा चाहिँ कुन फर्मेटको फाइल चाहिँ साउन्ड फाइल चाहिँ हामी एड गर्न सक्छौं भनेको छ तपाईले चाहिँ यदि सबै थाहा भएन भने जस्तो यो चाहिँ यसमा चाहिँ जेपीजी भन्ने आयो जेपीजी हुँदैन यो पनि जेपीजी आयो यो पनि फोटो फाइल हो यो जीआईएफ भनेको पनि इमेज फाइल हो अनि यो जीइनी भनेका के हुन् अडियो फाइलहरु हुन् त्यसकारणले यसको आन्सर भनेको ए नम्बरको यसरी छुट्याउन पर्यो है क्वेशन नम्बर 29 Which of the following slide is used to introduce topics of presentation? यो त म तपाईलाई यो देखाइदिन्छु अलिकति यसको बारेमा चाहिँ के भनेछ भने which of the following slide is used to introduce the topic of presentation? प्रेजेन्टेसन को टपिक्स को बारेमा इन्ट्रोड्युस गर्ने स्लाइडलाई चाहिँ हामी के भन्छौं टेबल स्लाइड ग्राफ स्लाइड बुलेट स्लाइड टाइटल स्लाइड भन्छ यसलाई चाहिँ टाइटल स्लाइड हो हैन टाइटल स्लाइड र टेबल स्लाइड बारेमा म तपाईलाई यहाँ देखाउन गएको छु जस्तो यहाँनिर हामी लेआउटमा गयौं भने टाइटल स्लाइड भन्ने छ यहाँनिर हैन अनि हामी टाइटल राख्न सक्छौं त्यसको बारेमा केही कुरा एड गर्न सक्छौं यसले चाहिँ के गर्छ भने यो टाइटलको बारेमा चाहिँ एक्सप्लेन गर्ने काम गर्छ टाइटललाई चाहिँ डिफाइन गर्ने काम गर्छ है त्यसकारण यो टाइटल डिफाइन क्वेशन नम्बर 30 व्हाट इज फंक्शन अफ ह्यान्डआउट मास्टर को काम के हो भनेको छ है ह्यान्डआउट मास्टर स्लाइड त्यस भित्र चाहिँ त्यस ह्यान्डआउट मास्टर भित्र छ फर्मेटिङ द स्लाइड होइन लेआउट आउटिङ द ऑडियन्स ह्यान्डआउट्स नोट ह्यान्डआउट्स भन्ने बित्तिकै हामी प्रिन्टेड गरेर दिने सम्झिन पर्यो हैन यो यसमा चाहिँ हामीले चाहिँ धेरै ऑडियन्सहरुलाई चाहिँ ह्यान्ड्स दिनको लागि चाहिँ स्पेशली युज हुन्छ कोले ह्यान्डेज गर्नु भएको छ ह्यान्डेज गर्नु भएको छ दुई जनाले ह्यान्डेज गर्नु भएको सर त्यो टाइटल त भयो कि अनि टेबल स्लाइड पनि हेरौँ न एकपल्ट ए ल म त्यो जान्छु है म त्यसमा जान्छु अनि त्यसपछि अनि यो क्वेशन आउँदैछ म पावर पोइन्टमा जान्छु है त्यो शेयर गर्दाखेरि त्यो पनि त्यतिबेला भन्छु म क्वेशन नम्बर 31 द बक्स दैट आर डिस्प्ले टु इन्डिकेट दैट द टेक्स्ट पिक्चर ऑब्जेक्ट आर प्लेस इन इट इज कॉल्ड यसलाई चाहिँ प्लेस होल्डर भन्छ है पावर पोइन्टको कुरा हो त्यसलाई त्यो बक्स हुन्छ जसमा चाहिँ हामीले चाहिँ इन्सर्ट गर्न सक्छौं टेक्स्टहरु अब्जेक्टहरु पिक्चरहरु भनेको छ अब यो पनि म देखाइदिन्छु फेरि अस्तिको क्वेशन पनि हो यो टाइटल स्लाइड यो टेबल स्लाइडहरु भनेको छ यहाँ छ टु कन्टेन्ट यिन छ नि टाइटल एन्ड कन्टेन्ट सेक्सन हेडर अनि त्यसपछि ब्ल्याङ्क यस्ता छन् टेबल स्लाइडहरु भनेका यी भए यिनी टेबल सहितका अब्जेक्ट आएका स्लाइडहरु भए हैन अब तपाईहरु चाहिँ यहाँ कतिवटा स्लाइड छ यो क्वेशन पनि दोहोर्याएको छ हेर्नु होला है 1 2 3 4 5 6 7 8 9 वटा स्लाइडहरु छ यहाँ यो क्वेशन पनि आएको छ त्यहाँ अनि प्लेस होल्डर भनेको यो पुरै यो डटेड बक्स भित्र छ
हामीले चाहिँ यहाँभित्र केही कुरा एड गर्न सक्छौँ। यो पुरै बक्सलाई चाहिँ हामी प्लेस होल्डर भन्छौँ, जहाँ चाहिँ हामी पिक्चरहरू होइन अब्जेक्टहरू टेक्स्टहरू चाहिँ इन्सर्ट गर्न सक्छौँ है। क्वेसन नम्बर 32, which of the following view is the best view to share the transition effect for all slide in a presentation? पुरै स्लाइडमा एकैचोटि चाहिँ हामीले चाहिँ प्रेजेन्टेसनमा चाहिँ ट्रान्जिसन राख्नु परेमा चाहिँ स्लाइड सटर भ्यू चाहिँ इम्पोर्टेन्ट, यो चाहिँ युजफुल छ। मैले चाहिँ यो नोटमा पनि लेखाएको छ यही सेन्टेन्स, स्लाइड सटर भ्यू भन्ने कहाँ छ, यहाँ छ है, यो म देखाउँछु अहिले। which shortcut key allow you to move the first slide in your presentation? यो त तपाईहरुलाई थाहा छ हैन, कन्ट्रोल प्लस होम की थिच्नुभयो भने फर्स्ट स्लाइडमा चाहिँ जानुहुन्छ है। which element does not contain in slide, हो यो इम्पोर्टेन्ट, तपाईले हेर्नु भएको छैन होला यो। which element does not contain in slide, स्लाइडमा चाहिँ कुन रहँदैन, यो कन्टेन चाहिँ कुन एलिमेन्ट चाहिँ हुन्न भनेको छ है। फुटर, हेडर, स्लाइड, डेट एन्ड टाइम। अब यसको यो कुरामा देखाउँछु, यसको एन्सर चाहिँ हेडर हुन्छ हैन, स्लाइडमा हेडर हुँदैन, त्यो कुरामा देखाउँछु यहाँ तपाईहरुलाई। जस्तो हामी इन्सर्टमा गएर यही स्लाइड नम्बरमा गयौं भने देखिहालिन्छ है। स्लाइड नम्बरमा गयौं भने डेट एन्ड टाइम हुन्छ, यसमा स्लाइड नम्बर हुन्छ, फुटर हुन्छ, हेडर भन्ने हुँदैन है स्लाइडमा, त्यो बुझ्नु पर्यो। हेडर भनेर हामीले चाहिँ यसरी उ गरेर स्लाइड भित्र चाहिँ नोट्स पेन यसमा चाहिँ हुने भयो, नोट्स र ह्यान्डआउटमा चाहिँ हुन्छ, फेरि नोट्स र ह्यान्डआउटमा चाहिँ डेट एन्ड टाइम, हेडर, पेज नम्बर, फुटर हुन्छ, यसमा चाहिँ स्लाइडमा चाहिँ हेडर हुँदैन है, यो बुझ्नु पर्यो। अनि यो स्लाइड सटर भ्यू चाहिँ यस्तो हुन्छ, स्लाइड सटर भ्यूमा चाहिँ अब यहाँ पुरै यस्तो खालको सबै स्लाइडहरु चाहिँ एकैचोटि डिस्प्ले हुन्छ यहाँ हैन। यो हिजो कुनै हामीले टाइम सेट गरेको यहाँ हुन्छ। अब तपाईले चाहिँ सिलेक्ट गर्न सक्नुहुन्छ, कन्ट्रोलसँग चाहिँ पुरै स्लाइडहरुलाई सिलेक्ट गर्न सक्नुहुन्छ र एकैचोटि चाहिँ ट्रान्जिसनहरु युज गर्न सक्नुहुन्छ। यो सजिलो हुने पनि भयो है, यो चाहिँ त्यसकारणले यो इजी बनाएको छ के, ट्रान्जिसन सेट गर्न पनि सजिलो भयो र यो चाहिँ सबै थम्बनेल आकारमा चाहिँ मिनिटियर भन्छ हैन, मिनिटियर भनेको थम्बनेल्स, यसो फोटो सर्ट बक्समा चाहिँ पेजलाई चाहिँ सानो उसमा चाहिँ डिस्प्ले हुन्छ यो स्लाइड सटर भ्यू। म्याक्सिमम सोच है यो क्वेशन, याद गर्नु होला। चलो नले अब मत राख्ने म्युट गरिदिनु होला है, कसको साउन्ड सुनिरहेछ। क्वेशन छ भने च्याटमा राख्न सक्नुहुन्छ। अनि यसको चाहिँ एन्सर हुने भयो हेडर। हेडर हुन्न भने थाहा पाउनु पर्यो तपाईले है, प्र्याक्टिकली गर्यो भने थाहा हुने भयो। अब नबिर्सिनु पर्यो तपाईहरुले है, एक्जाममा आइहाल्यो भने यस्तो खालको क्वेशनमा चाहिँ झुक्याउने खालको क्वेशन भयो। नर्मली हामी के सोच्छौं भने नपढेको मान्छेले हेडर फुटर त हुन्छ नै भन्ने हुन्छ, स्लाइड नम्बर हुन्न होला, डेट एन्ड टाइम हुन्न होला भन्ने चाहिँ सोच्न सक्छ मान्छेले है। तपाईले पनि त्यही भएर बिगार्नु भयो होला। क्वेशन नम्बर 35, which master view allow you to add header and footer on the slide for printing hands out? प्रिन्टिङ ह्यान्ड्स आउट भन्ने बित्तिकै ह्यान्ड आउट मास्टर भन्ने छ, जसबाट चाहिँ हामीले हेडर फुटर चाहिँ एड गर्न सक्छौं, अरुबाट गर्न सक्दैन। यो प्र्याक्टिकली हेर्न सकिन्छ है। मास्टर भ्यूहरु छन् जसमा चाहिँ ह्यान्ड आउट मास्टरबाट चाहिँ एड गर्न सक्छौं। अब हिजो मैले यो मोस्ट इम्पोर्टेन्ट क्वेशन पनि भनेको थिएँ, which option of PowerPoint option allow showing the presentation continuously? बन्दै नहुने, स्केप थिचेपछि मात्रै बन्द हुने, नत्र कन्टिन्युअसली डिस्प्ले भएको वाइ गर्नको लागि चाहिँ हामीले अप्सन चुज गरेर मैले देखाएको थिएँ हिजो क्लासमा पनि देखाएको थिएँ। यो लुप कन्टिन्यू एक्जाममा आएको क्वेशन पनि हो एकचोटि है। लुप कन्टिन्युअसली अप्सनमा चाहिँ क्लिक गर्यौं भने हामीले चाहिँ प्रेजेन्टेसन शो गर्यौं भने अटोमेटिकली रिपिट भइरहन्छ। त्यसलाई क्लोज गर्नको लागि स्केप की थिच्यो भने क्यान्सल हुन्छ। यसको एन्सर हुन्छ अप्सन सी। पावर पोइन्ट इज भनेको छ, यो त सबैलाई थाहा छ, प्रेजेन्टेसन सफ्टवेयर। पावर पोइन्ट भनेको प्रेजेन्टेसन सफ्टवेयर है। अब यहाँ हेर्नु होला फेरि है, द म्याक्सिमम नम्बर अफ ह्यान्ड आउट प्रिन्टेड इन पेज। यो मैले फर्स्ट क्लासमा यो देखाएको थिएँ तपाईलाई, प्र्याक्टिकली कतिले याद गर्नुभयो गर्नु भएन? यस, पुरै स्लाइडहरुलाई चाहिँ ठाउँमा एकैचोटि डिस्प्ले गर्नको लागि स्लाइड सटर भ्यू। द म्याक्सिमम नम्बर अफ ह्यान्ड्स आउट,
द म्याक्सिमम नम्बर अफ ह्यान्ड्स आउट प्रिन्ट अन पेज यसमा चाहिँ 9 हो, यसको म देखाउँछु हैन। अर्को यो र योसँगै देखाउँछु 38 र 40 को क्वेशनको तपाईलाई। यसको आन्सर बी हो 9। यसको त अब .ptx हो भइहाल्यो है, एक्सटेन्सन फाइल नेम भनेको चाहिँ .pptx भइहाल्यो, थाहा पाउनु भयो होला। अब यो म 38 र 40 को देखाउँछु है। यो ह्यान्ड्स आउटको प्रिन्टेड गर्दाखेरि 9 वटा स्लाइडसम्म राख्न सकिन्छ र यसको चाहिँ व्हिच इज द डिफल्ट फन्ट साइज अफ टाइटल स्लाइड। अघि टाइटल स्लाइड देखाएँ नि मैले, त्यो टाइटल स्लाइडमा चाहिँ त्यसको फन्ट साइज चाहिँ डिफल्ट कति हुन्छ त्यो चाहिँ देखाउँदै छु म है। अब यसलाई चाहिँ कन्ट्रोल पी गरौँ। ह्यान्ड्स आउटमा कतिवटा पेज डिस्प्ले गर्न सकिन्छ भनेर देखाउनलाई चाहिँ यहाँ चाहिँ स्लाइडमा गएर यहाँ ह्यान्ड्स आउट राखौँ हैन। अनि यहाँ कतिवटा पेज छ भनेपछि 9 वटा पेज। अस्ति पनि क्लासमा पनि देखाएको थिएँ मैले, 9 वटा पेजसम्म चाहिँ हामीले प्रिन्ट गर्न सक्छौँ है। यसमा कन्फ्युज नहुनु होला। अब त्यसपछि म चाहिँ तपाईहरुलाई चाहिँ टाइटल स्लाइडको एउटा न्यू स्लाइड गर्छु, टाइटल स्लाइड इन्सर्ट गर्छु। अब यसमा टाइप गर्नुहोस् त डिफल्ट टेक्स्ट कति छ 44 है। अब यो भनेको के हो, कन्टेन्ट हो, टाइटलको कन्टेन्ट हो। यो कन्टेन्ट पनि सोधिन सक्छ, यसको डिफल्ट टेक्स्ट कति छ कन्टेन्टको 32 टिप्नु है, यो सोधिन सक्छ। टाइटलको चाहिँ पावर पोइन्टमा टाइटल स्लाइडको टाइटलको चाहिँ साइज चाहिँ फन्ट साइज चाहिँ 44 र यसको चाहिँ कन्टेन्टको चाहिँ 32। अर्को छ क्वेशन नम्बर 41 मा। यो अलिकति प्र्याक्टिकलमै अलिकति नहेरेको मान्छेलाई चाहिँ झुक्याउने खालको क्वेशन छ है। यो दुईटै सेम जस्तो छ। पावर पोइन्टमा ओरिएन्टेसन के रहेछ भनेर झुकिन सक्नुहुन्छ तपाईहरु। व्हिच इज द डिफल्ट स्लाइड ओरिएन्टेसन इन पावर पोइन्ट। स्लाइडको ओरिएन्टेसन के हो, स्लाइड र ह्यान्ड आउट भनेको चाहिँ फरक कुरा है। मैले भनिरहेको छु, त्यहाँ देखाउँछु त्यो स्लाइड ह्यान्ड आउट है। यसको चाहिँ ल्यान्डस्केप हुन्छ, ए हुन्छ 44 को 41 को चाहिँ ल्यान्डस्केप हुन्छ ए, अप्सन ए। डिफल्ट ओरिएन्टेसन अफ ह्यान्ड्स आउटको चाहिँ पोर्ट्रेट हुन्छ, दुईटैको ए हुन्छ र यो पनि म सँगै देखाउँछु तपाईहरुलाई है। हाउ मेनी स्लाइड लेआउट इन पावर पोइन्ट 2007। पावर पोइन्टमा चाहिँ कतिवटा लेआउट हुन्छ भनेको छ, मैले अघि भर्खर देखाएको थिएँ, त्यही पनि फेरि देखाइदिन्छु म तपाईहरुलाई। डिफल्टको कुरामा देखाउँछु तपाईहरुलाई। पहिला डिफल्टमा जाउँ। डिफल्टमा चाहिँ स्लाइडको चाहिँ यहाँबाट भन्दा पनि पेज सेटअपमा जाउँ। पेज सेटअपमा गइसकेपछि स्लाइडको चाहिँ ल्यान्डस्केप छ डिफल्ट हैन। अनि नोट्स, ह्यान्ड्स आउट र आउटलाइनको यो क्वेशन पनि छ है लास्टमा जस्तो लाग्छ मलाई। प्रेजेन्टेसन भन्नाले के बुझिन्छ भने प्रेजेन्टेसन इज द कम्बिनेसन अफ स्लाइड्स, नोट्स, ह्यान्ड्स आउट, आउटलाइन भन्ने होला। अब यसको चाहिँ डिफल्ट ओरिएन्टेसन भनेको पोर्ट्रेट छ भने यसको चाहिँ के छ, ल्यान्डस्केप छ है, यो बुझ्नु होला। अब त्यसपछि अर्को क्वेशन के थियो, लेआउटको कुरा थियो अर्को है। अनि लेआउटमा चाहिँ कतिवटा छ म्याक्सिमम हुन्छ भनेको छ 1 2 3 4 5 6 7 8 9 वटा छ। 9 वटा चाहिँ लेआउट चाहिँ रेडिमेड लेआउट चाहिँ हुन्छ है, यो बुझ्नु होला तपाईहरुले। यसको चाहिँ 9 एन्सर हुन्छ। अर्को चाहिँ जुम साइज भन्ने छ अर्को क्वेशनमा। त्यही जुम साइजको चाहिँ वर्डको चाहिँ कति छ 5, मिनिमम चाहिँ 10%, पावर पोइन्टको पनि मिनिमम 10%, म्याक्सिमम चाहिँ पावर पोइन्टको चाहिँ 400 छ भने वर्डको चाहिँ 500 छ। हेर्न सक्नुहुन्छ पावर पोइन्टको म्याक्सिमम जुम साइज भनेको यहाँनिर 400 देखाएको छ है। अब यसको 9 भइहाल्यो र यसको चाहिँ 400 भइहाल्यो है। 44 को 45 एनिमेसन स्किमा क्यान बी अप्लाइड टु द। कुनमा चाहिँ एप्लाई गर्न सकिन्छ भने अल स्लाइडमा पनि गर्न सकिन्छ, सेलेक्ट स्लाइडमा पनि गर्न सकिन्छ, प्रिन्ट स्लाइडमा पनि गर्न सकिन्छ, अल अफ द एबभ भइहाल्यो त है, नर्मल छ। पावर पोइन्ट प्रेजेन्टेसन इज अ कलेक्सन अफ, अघि भर्खर सोधेको क्वेशन यहाँ आएछ, स्लाइड्स एन्ड ह्यान्ड्स आउट, स्पिकर नोट्स, आउटलाइन्स, अल भनेको छ स्लाइडमा। यो अब यो भने के हो भन्ने कुरा तपाईहरुले चाहिँ अघि मैले देखाएको थिएँ, यो कम्बिनेसन अल नै पावर पोइन्ट प्रेजेन्टेसनमा पर्छ। व्हिच इज द फंक्सन अफ ट्रिपल क्लिक। अब तपाईले यो त प्र्याक्टिकली हेर्न सक्नुहुन्छ हैन। ट्रिपल क्लिक गर्नुभयो भने चाहिँ के हुन्छ भनेको छ, जस्तै ट्रिपल क्लिक गर्नुहोस्, ट्रिपल क्लिक गर्ने बित्तिकै एउटा प्याराग्राफ सेलेक्ट हुन्छ है।
बुझ्नुभयो कि नै? जस्तो म देखाउँछु यहाँनिर यो प्याराग्राफ छ, मलाई यहाँ पनि इन्टर हानिदिन्छु। यो प्याराग्राफ छ यहाँनिरसम्म मात्रै है, यसलाई डिलिट गरिदिउँ न। अथवा यसलाई राखौँ नि त। अब ट्रिपल क्लिक गरौँ, ट्रिपल क्लिक गर्यो भने एउटा प्याराग्राफ यो भयो, एउटा प्याराग्राफ यो थियो, एउटा प्याराग्राफ चाहिँ पुरै सिलेक्ट हुन्छ ट्रिपल क्लिक गर्यो भने है। अनि द डिस्क्रिप्टिभ टेक्स्ट अफ एन अब्जेक्ट इज कल्ड, एमएस वर्डको कुरा जसको पनि हुन्छ, अब्जेक्टमा चाहिँ केही कुरा डिस्क्रिप्ट गर्नुभयो भने त्यसलाई चाहिँ क्याप्सन भन्छ। तपाईले चाहिँ यो त पपुलर नै छ हैन, फेसबुकमा कुनै फोटो अपलोड गर्नुहुन्छ, त्यो फोटोको बारेमा केही कुरा लेख्नुहुन्छ माथि, त्यसलाई हामी क्याप्सन भन्छौँ नि। त्यही हो, अब्जेक्ट भनेको फोटो हुन सक्छ, टेबल हुन सक्छ हैन, सेप हुन सक्छ, जे पनि हुन सक्छ। त्यसलाई चाहिँ मोर एक्सप्लेन गर्नको लागि चाहिँ हामीले केही टेक्स्ट लेख्यौँ भने त्यसलाई डिस्क्रिप्टिभ टेक्स्ट भन्छ, त्यसलाई चाहिँ हामी क्याप्सन भन्छौँ। आफ्टर कपिङ कन्टेन्ट, एकचोटि एक्जाममा आएको क्वेसन हो यो। आफ्टर कपिङ कन्टेन्ट हाउ मेनी टाइम्स यु क्यान पेस्ट माइक्रोसफ्ट वर्ड भनेको चाहिँ एकचोटि कपी गर्नुभयो भने कतिचोटि चाहिँ पेस्ट गर्न सकिन्छ भनेको छ। 1 2 3 मेनी भनेको छ। जस्तै कपी गरेको छु मैले, मानौँ यो मेनीलाई चाहिँ म कपी गर्छु, कतिचोटि गर्न सक्छु हेर्नुहोस्। मेनी टाइम्स चाहिँ मैले के गर्न सकेँ, कपी गरेँ नि। त्यसकारणले यसको एन्सर अप्सन डी मेनी हुन्छ है। विच इज द सर्टकट की फर कट अपरेसन, कटको लागि चाहिँ Ctrl+X भइहाल्यो है। अब Ctrl+X गर्नुभयो भने कट हुन्छ, जेट गर्न सक्नुहुन्छ। 48 को एकचोटि भन्नुभएको छ द डिस्क्रिप्टिभ टेक्स्ट फर एन अब्जेक्ट भनेको चाहिँ कुनै, जस्तै हामीले चाहिँ एउटा फोटो यहाँ चाहिँ एउटा इन्सर्ट, यो एमएस वर्ड डकुमेन्टमा चाहिँ एउटा अब्जेक्ट अथवा सेप अथवा फोटोहरू इमेजहरू चाहिँ ल्यायौँ, त्यसलाई अब्जेक्ट भन्छ हैन। त्यो अब्जेक्टको बारेमा एक्सप्लेन गर्नको लागि चाहिँ केही टेक्स्ट लेख्यौँ त्यहाँ, त्यो टेक्स्टलाई के भन्छ भने हो के डिस्क्रिप्सन टेक्स्टलाई चाहिँ हामी क्याप्सन भन्छौँ। त्यो बुझ्न पर्यो। इक्जाम्पलको लागि मैले अघि के दिएँ, रियल इक्जाम्पल चाहिँ फेसबुकमा तपाईँले फोटो अपलोड गर्नुहुन्छ, फोटो एउटा अब्जेक्ट हो, त्यो भनेको त्यो फोटोको बारेमा केही कुरा टेक्स्ट लेख्नुहुन्छ, माथि टाइटल लेख्नुहुन्छ हैन, त्यो लेखेको टेक्स्टलाई चाहिँ क्याप्सन भन्छौँ नि हामी। हो त्यही हो है यसमा पनि। यसमा केही छ क्वेसनमा जिज्ञासा? सिक्स नम्बरको भन्नुभएको छ, 6 नम्बरको म गरेर देखाइन्छु। सिक्स नम्बरको है, सबैभन्दा पहिले फुट नोट र इन नोटको बारेमा मैले धेरैचोटि भनिसकेको छु। यो चाहिँ एकदम सजिलो तरिकाले बुझ्नुहोस् के। एउटा पेज छ, म तपाईँलाई एउटा यो यहाँदेखि यहाँसम्म पेज छ, ल यसलाई मैले यसलाई चाहिँ यो पेज छ, यो पेज छ हैन। फुट नोट गर्यौँ भने हामीले, जस्तो यसको बारेमा फुट नोट लेख्यौँ भने कहाँ आउँछ हेर्नुहोस् है। मैले फुट नोट लेख्दैछु है। सर्टकट कीबाट पनि हामी गर्न सक्छौँ, जस्तो Ctrl+Alt+F थिचौँ त फुट नोटको लागि। यहाँनिर एउटा फुट नोट हो है, यो नोट यहाँ देखायो भने केही नोट छ भनेर आउँछ। यो फुट नोट मैले राखेको कारणले तपाईँलाई त्यो सर्टकट नगरेर सिधै फुट नोटमा गएर देखाउन सकिन्छ। इन्सर्ट फुट नोट छ नि यहाँनिर, फुट नोटमा क्लिक गर्ने बित्तिकै यहाँनिर आयो कि एउटै पेजमा आयो है। यो बुझ्नुभयो नि, यो फुट नोट भन्ने बित्तिकै एउटै सेम पेजमा डिस्प्ले भयो नि त। यो नोट, यो केही नोट हो क्या, अरू केही नसम्झिनुहोस्।
ओके हेलो हजुर नहीं बना है ना ल ल अब फुटनोटको बारेमा यो भयो हैन फुटनोट भनेको एउटा सेम पेजमा चाहिँ डिस्प्ले हुन्छ अब इननोटको बारेमा गर्नुभयो भने तपाईले चाहिँ जस्तै मलाई यसलाई इननोटको पनि देखाइदिन्छु इननोट गर्नु इन्सर्ट इन्टु नोट गर्नुभयो भने लास्ट पेजमा आयो के डिफरेन्स यति हो बुझ्नु पर्यो तपाईले है 9 नम्बरको भन्नु भएको छ व्हाट आर इन्सर्टेड इज क्रस रेफरेन्स इन वर्ड वर्डमा चाहिँ क्रस रेफरेन्सको मैले अस्ति एक्जाम्पल गराएको छु तपाईलाई प्र्याक्टिकली हैन क्रस रेफरेन्समा चाहिँ केलाई चाहिँ इन्सर्ट गर्न सकिन्छ भनेको के व्हाट आर इन्सर्टेड एज अ क्रस रेफरेन्सको रूपमा केलाई इन्सर्ट गर्न सकिन्छ तलको मध्ये भनेको छ यहाँ हेर्नुस् त के इन्सर्ट गर्न सकिन्छ एज अ सरी क्रस रेफरेन्समा गएर यहाँनिर रेफरेन्स टाइप चाहिँ के राख्न सकिन्छ भने हो है नम्बर आइटम राख्न सकिन्छ हेडिङ राख्न सकिन्छ बुकमार्क राख्न सकिन्छ फुटनोट राख्न सकिन्छ इन नोट राख्न सकिन्छ इक्वेसन राख्न सकिन्छ यसको आन्सर हाम्रो उसमा भएको अप्सनमा भएको के छ बुकमार्क छ नि बुकमार्क भन्ने भयो फुटनोट र फुटरमा फरक छ नि फुटनोट भनेको चाहिँ तपाईले चाहेको पेजमा मात्रै राख्न सक्नुहुन्छ फुटर भनेको त प्रत्येक पेजमा लास्ट बटममा डिस्प्ले हुन्छ है एभ्री पेजमा हेडर फुटर डिस्प्ले अन द एभ्री पेज अफ डकुमेन्ट भन्ने छ नि फुटनोट भनेको त हामीले जुन पेजमा चाहिँ राख्छौं नि त्यही पेजमा मात्र डिस्प्ले हुन्छ है क्रस रेफरेन्सको इक्जाम्पल सहित गरिसकेको छु है त्यो भिडियो हेर्नु होला अगाडि तपाई आउनु भएको थिएन कि दुईचोटी प्र्याक्टिस गराएको छु मैले एनिमेसन र ट्रान्जिसन भन्ने कुरा के हो भने थाहा पाउनुस् है यसमा पावर पोइन्टको बारेमा एनिमेसन भनेको चाहिँ एउटा स्लाइड भित्र भएका टेक्स्ट अब्जेक्टको बारेमा केही इफेक्ट दिनुलाई तिनीहरूलाई इफेक्ट दिनुलाई चाहिँ हामी एनिमेसन भन्छौं भने ट्रान्जिसन भनेको चाहिँ एउटा स्लाइडबाट अर्को स्लाइड ओपन गर्दाखेरि कस्तो स्टाइलमा चाहिँ डिस्प्ले हुने त त्यो इफेक्ट सेट गर्छौं त्यसलाई चाहिँ हामी ट्रान्जिसन भन्छौं त्यो बुझ्न पर्यो है स्लाइड चेन्ज गर्दाखेरि इफेक्ट दिनुपर्छ नि त्यो चाहिँ ट्रान्जिसन हो भने एउटा स्लाइड भित्र भएका टेक्स्ट अब्जेक्टहरूलाई हामी इफेक्ट दिन्छौं नि एनिमेसन दिन्छौं नि इफेक्ट दिन्छौं त्यसलाई चाहिँ हामी एनिमेसन भन्छौं सर हजुर यो स्लाइडहरुमा नम्बरहरु राख्नलाई एकचोटी देखाइदिनु न पेज नम्बरहरु राख्दा के स्लाइडहरुमा पेज नम्बर भन्ने हुन्न हैन स्लाइड नम्बर भन्ने हुन्छ है पावर पोइन्टमा सिधै आइहाल्छ त इन्सर्टमा जानुस् अनि स्लाइड नम्बर भन्ने छ यही त हो त्यो स्लाइडहरुलाई मात्र काउन्ट गर्ने एउटा दुईटा तीनटा भनेर त्यस्तो नम्बर दिने हो त्यही हो सबैमा अप्लाई हुन्छ हैन यही हो आइहाल्यो त के पनि गर्नु पर्यो तर एक्जाममा प्र्याक्टिकल आउने क्वेशन मैले अस्ति मैले भनेको थिएँ नि प्र्याक्टिकलमा हामीलाई पनि सोधेको क्वेशन प्र्याक्टिकल बेसमा क्वेशन मैले अस्ति भिडियोमा पनि गराइदिएको छु त्यो है मास्टर भ्यूबाट स्लाइड पेज नम्बर यहाँ देखिएको छ भने बटममा राइट साइडको बटममा छ अहिले पेज नम्बर त्यसलाई चाहिँ टप साइडको टप राइट साइडको टपमा लिएर राख भनेको थियो हैन त्यो मैले गराएर भिडियोमा छ है त्यो हेर्नु ओके सर सर एक्चुअली यो क्वेशन नम्बर 3 हेरौँ न सर which is not option in font dialog box भनेको छ के फन्ट डायलग बक्स भन्ने बित्तिकै होम पेजमा जानुस् यो फन्ट यो पुरै यो बक्स हो कि एउटा जस्तै यो फन्ट डायलग बक्स हो फन्ट डायलग यो पुरै फन्ट डायलग बक्स हो नि यहाँ भित्र के छ हेर्नुस् त के छैन भनेको छ कि हामीलाई फन्ट डायलग बक्स भित्र चाहिँ कुन चाहिँ अप्सन हुन्न भनेको छ नट अप्सन भनेको छ हेर्नुस् है फन्ट इफेक्ट फन्टमा क्लिक गर्नुस् फन्ट इफेक्ट भन्ने छ स्टाइल भन्ने छ अनि यता क्यारेक्टर यो पुरै क्यारेक्टरमा गयो भने यो बक्स त फन्ट डायलग बक्स नै हो है अनि यहाँ भित्र कर्निङ भन्ने छ कर्निङ फर फन्ट भन्ने छ यो तीनवटा अप्सन छ यो अलाइनमेन्ट भन्ने अप्सन फन्ट डायलग भित्र पर्दैन अलाइनमेन्ट भन्ने त कहाँ पर्छ प्याराग्राफ भित्र यो डायलग बक्स भित्र प्याराग्राफ डायलग बक्स भित्र अलाइनमेन्ट भन्ने पर्छ है सर यो सुपर स्क्रिप्ट र के सब स्क्रिप्ट छ नि सर हजुर
यो पावर वाला र यो ऊ भने कुन चाहिँ हो सर? यो अलि कन्फ्युज भयो कि सर। यो देख्नु भएको छ नि यहाँ ट्याबमा सुपर स्क्रिप्ट हजुर, भनेको हजुर। जस्तो तपाईले चाहिँ a स्क्वायर b लेख्नु पर्यो भने सुपर स्क्रिप्ट गर्नु पर्ने भयो हैन। सुपर स्क्रिप्ट भने त्यो सुपर भन्ने बित्तिकै अलि माथि सम्झिनुहुन्छ नि तपाईले सम्झिनु माथि। परेको के सुपर हजुर, भन्ने बित्तिकै माथि सब भन्ने बित्तिकै तल कि सम्झिनुहोस् के कन्ट गर्नु पर्यो। ए सुपर हस् स्क्रिप्ट भन्ने सर, बित्तिकै a स्क्वायर b स्क्वायरलाई सम्झिनुहोस् अनि सब स्क्रिप्ट भन्ने बित्तिकै h2o लेख्छौँ नि हामी हजुर बेस हजुर भ्यालु हजुर। लेख्दाखेरि हो त्यो भनेको सब थ्यांक यू सर। ओके अब आजको चाहिँ यो सेसन यति भयो। अब त्यसपछि हामी चाहिँ भोलिबाट चाहिँ HTML पढ्दैछौँ। वेब पेज डिजाइनिङ अन्तर्गत HTML टपिक्स पढ्दैछौँ जसमा चाहिँ हामीले HTML वेब पेज डिजाइनिङ भन्ने बित्तिकै HTML भयो हैन। HTML बाट पढ्दैछौँ। अब भोलि चाहिँ म हेर्छु तपाईहरुलाई चाहिँ मैले प्र्याक्टिकल्ली त्यो चाहिँ गरायो भने चाहिँ तपाईले बिर्सिनुहुन्न मलाई थाहा छ हैन। त्यसकारण हाम्रो प्र्याक्टिकल बेस क्लास हुन्छ। अब मैले त्यसलाई चाहिँ अब यो स्लाइडबाट चेन्ज गर्ने मैले त कहाँ जानु पर्यो नोटप्याडमा युज टाइप गर्नु पर्यो। नोट पनि एक्सप्लेन गर्न पर्यो पहिला नोट एक्सप्लेन गर्न पर्यो फेरि नोटप्याड खोल्न पर्यो फेरि चाहिँ त्यसलाई रन गरेर आउटपुट हेर्न पर्यो हैन। त्यो तरिकाले सजिलो हुन्छ कि मैले चाहिँ एकैचोटी अब यो जुमबाट गर्दाखेरि स्लाइड शेयर गर्दाखेरि त सबैमा चेन्ज गर्नुपर्छ नि। अब रेकर्ड गर्दाखेरि त चेन्ज गर्नु पर्दैन अटोमेटिकली भइहाल्छ। रेकर्ड गरेर फेरि त्यो भिडियो शेयरिङ गरेर अनि तपाईले नबुझेको कुरा पछि गर्ने अब त्यो कुन सहज हुन्छ म त्यो बनाएर चाहिँ भोलि जानकारी दिन्छु हैन। र तपाईले HTML बाट चाहिँ मज्जाले प्र्याक्टिस गरेर पर्फेक्टली चाहिँ एक्जाममा आउने गरी पर्फेक्ट हुनुहुन्छ ढुक्क रहनुला। सकभर यस्तो हुन्छ त्यस्तो त्यो भयो भने म जानकारी दिन्छु ल। त्यही जानकारी दिन्छु तपाईलाई च्याट बक्समा कसरी चाहिँ क्लास हुन्छ भन्ने कुरा। तर तपाईले चाहिँ प्र्याक्टिकल चाहिँ गर्नुपर्छ है। लापरवाही त्यो पावर पोइन्टको स्लाइड बनाउनुस् भन्दाखेरि तपाईले चाहिँ कति साथीहरुले अहिलेसम्म पेश गर्नु भएको छैन त्यसरी हुँदैन। HTML भनेको अलिकति डिप्लोमा लेभल मात्रै गरिरहनु भएको साथीहरुलाई चाहिँ अलिकति गाह्रो लाग्ने टपिक्स पनि हो। अब त्यसलाई चाहिँ म सहज बनाउनलाई चाहिँ प्र्याक्टिकल्ली सिकाउँछु तपाईलाई। प्र्याक्टिकल्ली जस्तै टेबल डिजाइन कसरी गर्ने अनि टेबलका कम्पोनेन्ट एट्रिब्युटहरु के हुन् अनि त्यसपछि फ्रेम छ हैन। त्यो सबै कुरा चाहिँ प्र्याक्टिकली गर्यो भने सम्झिन चाहिँ सजिलो हुन्छ। प्र्याक्टिकल गर्न अल्छी मान्नु भएन है। सरस। ओके थ्यांक यू टु अल। थ्यांक यू।